हेलो साथीहरू, आज हामी चाहिँ बिफ मोमो खाने भनेर चाहिँ हामी सबै भएर मोमोको लागि रेडी गर्नु थाल्यौँ। अनि सबैजना मिलेर चाहिँ हामी मोमो बनाउनु थाल्यौँ। अनि हाम्रो मोमो बनाइसकेपछि हामीले हाम्रो मोमोलाई बसाइदियौँ। अनि मोमो पाक्दै गर्दाखेरि चाहिँ हामी बाहिर बेसी गरम भएर चाहिँ भात मार्नु थाल्यौँ। अनि भात मार्दै गर्दाखेरि चाहिँ आमालाई गरम पनि भयो अनि थाक्नु पनि भयो अरे। अनि आमा चाहिँ लडिरहनु भएको छ। अनि म चाहिँ यहाँ गफ सुन्दै थिएँ नि त के भन्दैछ भनेर। मेरो छोराले मलाई के सोध्दै थियो। सोध्दै गर्दाखेरि चाहिँ अनि मैले उसलाई भन्दै थिएँ। अनि सोद्धा सोध्दै हाम्रो मोमो पाक्यो। हामी चाहिँ बाहिर गफ बेसी गर्नु थालेको कारणले हाम्रो मोमो त बेसी पाकेछ है। तर पनि हामीले खानु बस्यौँ। मिठो भएछ है, एकदमै मिठो भएछ। सबैलाई गरम भएको बेलामा चाहिँ हाम्रो बाबालाई चाहिँ जाडो हुन्छ जहिले पनि है। अनि हामी सबैजनाले यो मोमो खाँदाखेरि कस्तो भयो भनेर सोधेको। सबैले मिठो भयो भन्दै खाँदैछ है। अनि मलाई पनि एकदमै मिठो भयो मोमो।